हेलो 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 साथीभाइहरू कहाँदेखि कहाँबाट हुनुहुन्छ। हामी त हिमाचल प्रदेश सिमलामा छौँ। एउटा भिडियो बनाएर पठाएको छु। हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नुहोला। अनि अर्को भिडियो पनि बनाएर पठाउँछु। तपाईहरूलाई देखाउँछु कि एउटा प्लान्ट यहाँ बन्न लागेको छ। यो पनि जहाँ जाली लगायौँ हामीले त्यस्तै बन्छ। यो पनि हेर्नुहोस्, भर्खर तयारी हुँदैछ। पेड लागेका छन्, खम्बाहरू लागिसके। अब यहाँ पनि त्यस्तै जाली लाग्छ, त्यस्तै प्लान्ट बन्छ जो भिडियो हजुरलाई देखाएँ। बाँकी त यिनी रोयलका पेड हुन्। यसमा त जाली लाग्छ, बाँस बाँधेका छन्। यस्तै हुन्छ साथीहरू। यी ठुला ठुला रुखहरू छन्। यो रोयल सेप भनिन्छ यिनलाई। यी सानो सानो पेडहरू अहिले इटलीबाट आएका रुखहरू छन्। यो वर्षमै यिनले स्याम्पल दिन सुरु गरिहाल्छन्। यो सेप धेरै महँगो जान्छ। अहिले यसको प्लान्ट पनि यस्तै बन्दै जान्छ। एउटा तपाईँलाई देखाउँछु तल पुरानो प्लान्ट। यो भइगयो तपाईँलाई 3 साल यो प्लान्ट लगाएको। यस्तो प्लान्ट लगाएको छ। त्यहाँ पनि हर साल फल दिइहाल्छ। लाउँदा लाउँदै एक सालमा फल दिइहाल्छ यो सेपले। यो सेपको उपलब्धि यही हो। बागवानीहरूलाई एकदम फाइदाजनक दिन्छ यसले। यही भन्न चाहन्छु साथीहरू। बाँकी म के देखाउँदा हजुरहरूलाई। सबै हिमाचलमा रहनुभएका सबैले त थाहै पाउनुभयो होला। जो दिल्ली, बम्बई, बेङ्गलोर रहनुहुन्छ उहाँहरूलाई देखेर साथ दिनुहोला। हिमाचल प्रदेशको पहाड यतातिर त अहिले अँध्यारो छ, छाया परेको छ, देखिन्न। यत्र ठुला ठुला रुख हुन्छन्। हेर्नुहोस्, कमसेकम 10-20 पेटी आउँछ यस्तो रुखमा। रोयलको यत्रो ठुलो रुख छ। यत्रो सेप लाग्छन् यसमा। अनि यो माथि वन भइहाल्यो। अनि हजुरहरूको यता बजार, यो बजार छ, या दया बजार भनिन्छ। हिमाचल सिमलाको दया बजार, नेरुवा चौपाल छेउमा आउँछ यो जनपद।